के तपाईलाई थाहा छ चाइनामा लाखौं मानिसहरू जमिन मुनि बस्ने गर्छन्। एक्चुअली 1960 मा चाइनालाई डर थियो कि सोभियत युनियन चाइनामाथि न्युक्लियर अट्याक गर्छ कि भन्ने। यसबाट बच्नलाई उनको लिडर माओ जेडोङले बीजिङ शहरको 3 देखि 4 तला मुनि टनल, बम सेल्टर, स्कुल, हस्पिटल बनाए। बेसिकली उनीहरूले 85 स्क्वायर किलोमिटरको ठूलो अन्डरग्राउन्ड सिटी बनाए। तर फेरि 1980 मा चाइना र सोभियत युनियनको रिलेसन नर्मल भयो र न्युक्लियर अट्याकको खतरा समाप्त भयो। त्यही भएर इभेन्चुअली त्यहाँको मान्छेहरूले बनाएको अन्डरग्राउन्ड ठूलो सिटीलाई पनि वास्ता गर्न छोडे। तर 20 वर्षपछि चाइनामा कलेज एजुकेसन बढ्यो र लाखौं ग्रेजुएटहरू जब अपर्चुनिटीको लागि बेजिङ शहरमा माइग्रेट गर्न थाले। बट प्रब्लम यो थियो कि यहाँको हाउसेसहरू धेरै नै एक्सपेन्सिभ थियो र यिनीहरूसँग यति रेन्ट दिने पैसा थिएन र चिप हाउसिङ खोजिरहेका थिए। यसैलाई मध्यनजर गर्दै लोकल प्रेसिडेन्टले शहर मुनि बनेको टनल्स र बम सेल्टरलाई लिभिङ स्पेसमा कन्भर्ट गरे र कम रेटमा यी ग्रेजुएटलाई दिन थाले। यो अन्डरग्राउन्ड सिटीमा रुमहरू अति नै छोटो छन् र नेचुरल लाइट भने 0 छ। 30 जना एउटा बाथरुम र एउटा किचन शेयर गर्छन् र फंगस लागेको भित्ताको बीचमा बस्ने गर्छन्। अनफर्चुनेटली यिनीहरू ऱ्याट जस्तै अन्डरग्राउन्ड टनलमा बस्छन्। त्यही भएर यिनीहरूलाई द ऱ्याट ट्राइब भनेर पनि भन्ने गरिन्छ।